Hello guys, welcome back to my new video. It's me, विशाल बम ठकुरी अनि आज हामी पुगेका छौँ जिग्दुला ठुलाडीको बगैँचामा जुन चाहिँ एउटा ठुलो बगैँचा छ। यो चाहिँ एरियामा फैलिएको छ। लार्ज एरियामा फैलिएको कारण यो चाहिँ परसम्म फैलिएको छ। यो चाहिँ तल देखेको रुखभन्दा पछाडिसम्म निकै टाढोसम्म रहेको छ। अनि यो चाहिँ एरिया कति छ भने मैले एक्ज्याक्ट पत्ता लगाउन सकेन, किनकि यो धेरै ठुलो मात्रामा फैलिएको छ। र आज हामी जाँदैछौँ यो फार्ममा के कुराहरू रहेका छन् त्यसलाई हामी डिटेल रूपमा बुझ्नेछौँ र तिनीहरूको डिटेल रूपमा व्याख्या गर्नेछौँ। र हाम्रो यहाँ फार्ममा रहेको छ स्याउ, अनि आरु, अनि अर्को पुलम। अहिलेलाई फलेको 3टा चिज छ। बाँकी हामी डिमुर पनि देखाउनेछौँ। हामी तपाईँलाई डिमुर देखाउनेछौँ। ल सुरु हामी एप्पलबाट गर्नेछौँ। ल एप्पलबाट सुरु गरौँ। ओके, यो चाहिँ एप्पल, कमन नेम चाहिँ स्याउ, अनि र यसको साइन्टिफिक नेम चाहिँ मालस पुमिला अथवा मालस डोमेस्टिका रहेको छ यसको साइन्टिफिक नेम। र यसमा चाहिँ हामीले भिटामिन सी, फस्फोरस र सोलुबल फाइबर पनि पाउन सक्छौँ। र यसलाई खाएपछि हाम्रो बडीमा रहेको कोलेस्ट्रोलको मात्रा अलिक कम हुन्छ, मेन्टेन हुन्छ, र ब्लड प्रेसर पनि अलिक कम हुन्छ। र यसमा एन्टिअक्सिडेन्टको मात्रा पनि रहेको हुन्छ, जसले गर्दा हामीलाई रोग लाग्नबाट बचाउन यसले ठुलो हेल्प गर्छ भन्ने गर्छन्। एन एप्पल अ डे किप्स डक्टर अवे। त्यो चाहिँ यसमा रहेको न्युट्रिसनहरूले गर्दा हो। र अब यसको कुरा गर्न सक्नुहुन्छ। यसलाई चाहिँ एसेक्सुअल तरिकाले यसलाई जर्मिनेट गरिएको छ। यसलाई अर्को ठाउँमा ट्रान्सप्लान्ट गर्नको लागि यसलाई रुखमै यस्तो तरिकाले एसेक्सुअल तरिकाले गरिएको छ। एसेक्सुअल तरिका प्रोपागेसनबाट यसलाई जर्मिनेट गरे पनि यो चाहिँ अहिले फल्न सफल भएको छ। यसको पातहरू निस्केको र हरियाली हल्का पात 2-4वटा पातहरू निस्केका छन् भनेपछि यो सक्सेसफुल भएको छ यो प्रोपागेसन।